हेलो गाइज वेलकम टु माई भेरी फर्स्ट भ्लग। आज चाहिँ मेरो डे अफ थियो। डे अफ भए पनि म चाहिँ आज बिहान 8 बजे उठेको थिएँ, किनभने हामी चाहिँ लेक इन्ट्रान्स घुम्न जाँदैछौँ धेरै समयपछि। म चाहिँ बिहान 8 बजे उठेर मुखसुख धोएर फ्रेस भएर आफ्नो स्किन केयर गर्न थालेँ। स्किन केयर गरिसकेपछि चाहिँ मैले आफ्नो मेकअप गर्न थालेँ होइन। मेकअप गरेर रेडी भइसकेपछि चाहिँ मैले चाहिँ ड्रेस चेन्ज गरेँ। अनि मैले ड्रेस चेन्ज गरेँ। मलाई चाहिँ बिहान हिँड्नु पर्दाखेरि चाहिँ केही न केही खाएर हिँड्नुपर्छ। अनि मेरो हस्बेन्डले चाहिँ मेरो लागि ब्रेकफास्ट बनाइदिनु भयो होइन। अनि हामीले चाहिँ ब्रेकफास्ट गऱ्यौँ अनि सामानहरू प्याक गरेर आफ्नो डेस्टिनेसन जानको लागि रेडी भयौँ। बाहिर निस्किँदाखेरि चाहिँ एकदम चिसो चिसो थियो कि, चिसो भएर मैले चाहिँ यो ज्याकेट पनि क्यारी गरेको थिएँ होइन। यो चाहिँ मेरो क्युट कभर, मैले चाहिँ सिनबाट यो कभर देखाएको थिएँ अनि कभर मगाएको थिएँ। यसमा चाहिँ कस्तो क्युट खालको मिरर पनि रहेछ, तर मैले यसको ग्लु चाहिँ अलि माथि टाँसेको भएर यो चाहिँ माथि नै भयो, क्यामेरा छेक्ने भयो। तर फोटो खिच्दाखेरि चाहिँ घुमाएर ओरेर खिच्न मिल्थ्यो होइन। एकदमै क्युट थियो। यो चाहिँ स्ट्यान्ड बनाउन पनि मिल्थ्यो होइन यसले। हामी चाहिँ यसपछि चाहिँ लाग्यो आफ्नो डेस्टिनेसनतर्फ। हाम्रो गाडीमा चाहिँ पेट्रोल थिएन अनि बाटोमा चाहिँ हामीले पेट्रोल भर्नको लागि एक ठाउँमा रोक्यौँ होइन। अनि पेट्रोल भर्यौँ किनभने आज 3-4 घन्टा ड्राइभ गर्नुपर्ने हुन्छ। हामी चाहिँ त्यहाँबाट हाम्रो साथीहरू पनि जान लागेको भएर साथीहरूको घरमा पुग्यौँ। साथीहरू चाहिँ रेडी हुँदै हुनुहुन्थ्यो। हाम्रो साथीहरूको घरमा चाहिँ एउटा क्युट मेम्बर हुनुहुन्छ कि, आउनुहोस् म तपाईँहरूलाई उसँग भेट गराउँछु है त। एकदम क्युट हुनुहुन्छ उहाँ चाहिँ होइन। हामी चाहिँ उहाँलाई 2 दिनको लागि छोडेर जाँदैछौँ। उहाँको नाम चाहिँ रोमियो हो होइन। एकदम क्युट हुनुहुन्छ उहाँ चाहिँ, मलाई एकदम मनपर्छ। रोमियोलाई हामीले 2 दिनको लागि त्यहीँ छोडेर हामी चाहिँ जान लाग्यो। यो चाहिँ मेरो हस्बेन्डले मलाई त्यहाँ फुल टिपेर दिनुभएको। हाम्रो साथीहरूको घरमा चाहिँ एकदम राम्रो फुलहरू फुल्छ क्या। अनि हामीले चाहिँ हाम्रो गाडीमा जाने भनेर भन्ठानिरहेको थियौँ, तर दाइले चाहिँ होइन यही गाडीमा जाउँ सजिलो हुन्छ भनेर हामी चाहिँ दाइको गाडीमा चढेर लाग्यो आफ्नो डेस्टिनेसनतर्फ। बाटोमा फोटोहरू खिच्दै भिडियोहरू खिच्दै रमाइलो गर्दै गीत सुन्दै हामी चाहिँ दायाँ बायाँको गफहरू गर्दै जाँदै थियौँ होइन। अनि फेरि दाइको गाडीमा पेट्रोल भर्नुपर्ने भएर एउटा पेट्रोल पम्पमा रोक्यौँ र मेरो बेबीले चाहिँ मेरो लागि कफी ल्याइदिनु भयो अनि मैले चाहिँ कफी पिएँ। अनि रमाइलो भइरहेको थियो त्यो दिन होइन। मैले यसरी साथीहरूसँग ह्याङआउट गर्न नपाएको धेरै भइसकेको थियो। एकदमै रमाइलो लागिरहेको थियो। सधैँ कपाल मात्र भइन्थ्यो अनि साथीहरूसँग खासै कतै पनि गएको थिएन। अनि साथीहरूसँग जाँदा पनि छुट्टै रमाइलो हुने कि, गफ गर्न कुराहरू गर्न पनि रमाइलो हुने होइन। अनि मलाई चाहिँ मेरो हस्बेन्डले भिडियो खिचेर जिस्काइरहनु भएको थियो मैले भ्लग बनाइरहेको छु भनेर होइन, किनभने यो मेरो फर्स्ट भ्लग हो नि त। अनि बाटोमा चाहिँ हामीले एक ठाउँमा ओर्लिएर फोटो भिडियोहरू खिच्न थाल्यौँ होइन। त्यहाँ पनि एकदम राम्रो भ्यूहरू देखिरहेको थियो कि। अनि मलाई चाहिँ यो टाउको निकालेर गाडीको पछाडिबाट टाउको निकालेको भिडियो टिकटकको लागि भिडियो बनाउनु पऱ्यो भनेर भनिरहेको थियो। अनि मेरो हस्बेन्डले चाहिँ मेरो भिडियो खिचिदिनु भएको हो। हामी चाहिँ यस्तै रमाइलो गर्दै नै आफ्नो डेस्टिनेसनतर्फ लागिरहेको थियौँ। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। 4 घन्टाको ड्राइभपछि एकदम राम्रो भ्यू देखिन्थ्यो होइन। हामी चाहिँ सबैभन्दा टपको रोजेला क्याबिनमा बसेका थियौँ होइन। यस्तो दामी भ्यू देखिन्थ्यो, यस्तो दामी भ्यू देखिन्थ्यो होइन। यदि कसैलाई सहरको हल्लाहरू मन पर्दैन भने चाहिँ यो ठाउँमा आएर बस्दाखेरि हुन्छ होइन। एकदमै पिसवाला भाइब थियो त्यतातिरको चाहिँ। अनि मलाई चाहिँ सबैभन्दा पहिले चाहिँ रुमहरू वासरुमहरू कस्तो छ भनेर हेर्न मन लाग्छ कि। कतै बस्न गयो होटेलहरूमा बस्न गयो भने मैले चाहिँ सबैभन्दा पहिले सुरु चेक गर्ने नै रुमहरू कस्तो छ भनेर। तर म यो भ्यूदेखि चाहिँ एकदम अब्सेस्ड भएँ कि। जाडो मौसममा होस् गर्मी मौसममा बाहिर चिलमा बसेर होइन चिया अथवा जुसहरू पिउँदै बाहिरको भ्यू हेर्नुको मजै छुट्टै हुन्छ कि यस्तो ठाउँमा बस्यो भने चाहिँ कि। अनि हामीले चाहिँ हाम्रो सामानहरू भित्र राखिसकेका थिएनौँ अनि गाडीबाट अनलोड गऱ्यौँ हाम्रो सामानहरू चाहिँ। अनि हामीलाई चाहिँ किनभने बेलुकाको लागि खानेकुराहरू लिन जानु पनि थियो होइन, खानेकुराहरू बनाउनको लागि सपिङ गर्न पनि जानुपर्ने थियो। अनि हामीले चाहिँ आफ्नो सामानहरू राखेर सपिङ गर्नतिर लाग्यौँ। हामीलाई चाहिँ एकदम भोक पनि लागिरहेको थियो होइन। अनि त्यही भएर केही खाने पनि अनि सपिङ पनि गर्ने भनेर हामी चाहिँ त्यहाँबाट सिटीतर्फ लाग्यौँ। अनि बाटोमा जाँदाखेरि चाहिँ
एकदम रमाइलो भइरहेको थियो, भाइबर एकदम रमाइलो लागिरहेको थियो होइन। हामी चाहिँ लेक इन्ट्रान्सको सिटी चाहिँ हामी बसेको ठाउँबाट चाहिँ 10-15 मिनट मात्र टाढा थियो। यो भ्यूहरू देख्न सक्नुहुन्छ, एकदमै रमाइलो एकदमै राम्रो भ्यूहरू थियो। अनि हामी चाहिँ भ्यूहरू हेर्दै सपिङ मलसम्म पुग्यौँ होइन। मलमा पुगेर हामीले चाहिँ बेलुकाको बार्बिक्यू गर्नको लागि सपिङहरू, ड्रिङ्क्सहरू, आफूलाई चाहिने सामानहरू सबै किन्यौँ। त्यसपछि चाहिँ हामीलाई एकदम भोक लागिरहेको भएर हामी चाहिँ त्यहाँबाट खाजा खानको लागि निस्क्यौँ। त्यहाँबाट 10-15 मिनटको ड्राइभमा चाहिँ एउटा महाराजा भन्ने एउटा सानो सप रहेछ होइन, इन्डियन रेस्टुरेन्ट जस्तो। अनि त्यहाँ चाहिँ ओपन स्पेस पनि थियो, हामीले त्यहाँ बसेर फोटोहरू पनि खिच्यौँ, भिडियोहरू पनि बनायौँ। एकदमै रमाइलो ठाउँ रहेछ त्यो पनि। अनि त्यहाँ बसेर खाजासाजा खायौँ। खाजासाजा खाइसकेपछि चाहिँ हामी चाहिँ एकछिनमा त्यहाँबाट निस्क्यौँ। निस्किएर चाहिँ एउटा पार्क रहेछ त्यहाँ नजिकै, अनि हामी चाहिँ पार्कमा वक गर्नतिर लाग्यौँ होइन। मैले चाहिँ कपालको भिडियो बनाइदिइरहेको थिएँ, अगाडि हात समातेर हिँडिरहेको, रमाइलो भइरहेको थियो एकदम। सनसेट को भ्यू हेर्दै जाँदाखेरि चाहिँ उज्यालै देखिरहेको छ, तर त्यतिखेर 7 र 8 बजिसकेको थियो कि, त्यो पनि क्या उज्यालो देखिरहेको थियो। यो चाहिँ स्वान एकदम क्युट खालको थियो होइन। त्यहाँभन्दा पछाडिपट्टि चाहिँ एउटा बिच रहेछ होइन। हामीलाई चाहिँ थाहा थिएन त्यहाँ बिच छ भनेर, हामी चाहिँ स्विमिङ गर्ने कि भनेर भनिरहेको थियो, तर हामीले केही पनि साथमा लिएर गएको थिएनौँ। त्यही भएर भोलिपल्ट त्यहीँ आउने भनेर हामी चाहिँ त्यहाँबाट ब्याक टु होम भयौँ होइन। हामी चाहिँ बाटोमा जाँदाखेरि भ्यूहरू हेर्दै रमाइलो गर्दै सनसेट हुन लागेको थियो, अनि यति राम्रो भ्यू देखिरहेको थियो नि, त्यो ठाउँै छोडेर नजाउँ जस्तो फिल भइरहेको थियो। तर हामी एकदम थाकि पनि सकेका थियौँ होइन। अनि त्यही भएर हामी चाहिँ अब जानुपर्छ भनेर त्यहाँ 10-15 मिनट बसेपछि आफू बसेको ठाउँतर्फ लाग्यौँ होइन। त्यहाँबाट फेरि 10-15 मिनट ड्राइभ गरेर, आधी घन्टा जति ड्राइभ गरेर हामी चाहिँ हाम्रो फेरि क्याबिनेटमा पुग्यौँ। अनि रमाइलो गऱ्यौँ, सामानहरू राख्यौँ होइन। अनि बेलुका चाहिँ बार्बिक्यू गरेर गीतहरू गाउँदै रमाइलो गर्दै अनि गफहरू गर्दै मेरो हस्बेन्डले चाहिँ हामीहरू सबैलाई भूतको कहानी सुनाउँदै हुन्थ्यो। भूत भयो भने यस्तो हुन्छ उस्तो हुन्छ भनेर हामी चाहिँ सुनिरहेको थियो होइन। एकदम रमाइलो फिल भइरहेको थियो, हामी चाहिँ इन्जोय गरिरहेको थियौँ। तास खेल्ने भनेको, तर तासै ल्याउन बिर्सेछौँ होइन। अनि बेलुका चाहिँ हामी खाजासाजा बेलुका बार्बिक्यू गरेर खाएर हामी चाहिँ सुत्नुतर्फ लाग्यौँ।